Welcome to the Parwang Vlogs, everyone. Thank you so much for subscribing my channel. Keep going, doing subscribing, and then like, share, comment, guys. Yalla. Hello, everyone. Hello, guys. Welcome to Parwang Vlogs. Today we are here Grand Mall beside the Grand Mall and Plaza. अहिले चाहिँ हामी जिम्बु थकाली रेस्टुरेन्ट छौँ ब्याक साइडमा चाहिँ शेर्पा समुदाय मलाई यहाँ वाइफाई चाहियो पुरा किन खाने भित्र राखेको हुन्छ खोइ हेरौँ म यहाँ वाइफाई जिम्बु थकाली किनकि यो नयाँ रेस्टुरेन्ट यो भन्दा अगाडि दुईटा कोक ल्याउ त नर्मल कि डाइट ल्याउ कोक नर्मल हेलो हो गाइस हामी चाहिँ आज ग्रेन्ड महलमा थोरै सपिङ गर्न आएको यसो घुमघाम किनभने हामी फेरि रुममा खाना खाँदैनौँ फ्राइडे चाहिँ हाम्रो एकदम होटलमा मात्रै खाने गरेको छ फ्राइडे नेचरली हिसाबले भन्दाखेरि र अब अर्ग्यानिक त अब के हुन्छ र होइन अब नेपालमा हाम्रो सोलुखम्बुको 8848 मिटर हाईमा खाएको जस्तो खानाको स्वाद त कहाँ आउँछ र यहाँ होइन यस तै पनि अब यसो अलिकति खाइदिउँ नि त भनेर हामीले खाइदिया हो गाइज होइन तरुण चाहिँ हेर्ने सिधा कुरा चाहिँ अहिले ठ्याक्कै यहाँ ग्रान्ड मलको गेट नम्बर 6 तिर आइपुगेका छौँ 7 बाट चाहिँ इन्टर गरेर पनि सजिलो हुन्छ हामी चाहिँ 7 तिर जान्छौँ अनि हामी झोला राखेर भित्र झोला राखेर होइन यताबाट 5-6 गेट नम्बरबाट जाँदा चाहिँ झोला राख्नुपर्छ म चाहिँ तर झोले चाहिँ होइन मिन्स होइन कुनै पनि पार्टीको झोले चाहिँ होइन झोला चाहिँ फेरि मलाई चाहिँ एनी हाउ एनिवेयर होइन एभ्री टाइम बोकेर हिँड्नुपर्छ यो मेरो बचपनदेखि लागेको बानी कस्तो झोला बोकेर हिँड्छ झोले जस्तो चाहिँ प्लिज नेभर एभर सेड है आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको फ्यान हो ऊ चाहिँ ऊ चाहिँ फेरि अब आउने चुनावमा ठ्याक्कै राष्ट्रिय स्वतन्त्र पार्टीको सपोर्ट गर्दाखेरि जाँदैछ यसलाई काङ्ग्रेसको मासु भातले सोलुखुम्बुको काङ्ग्रेसको मासु भातले लाग्यो भने यसले राप्रपा बिर्सिन्छ होइन त्यही हो गाइज होइन दाजुभाइ कुनै पनि पार्टीको झोला बोकेर हिँड्नुभन्दा होइन आफ्नो झोला किन्ने खोत्रे किन्ने पैसा छैन भने इभन किन्ने पैसा छैन भने बोराको सिलाउने बोराको झोला बोकेर हिँड्ने नेभर एभर चाहिँ है पार्टीको झोला बोकेर चाहिँ नहिँड्ने काङ्ग्रेस एमाले माओवादीको झोला बोकेर नहिँड्नु नयाँ पार्टीको केटा स्वतन्त्र पार्टीमा है जीवन स्वच्छ विचार बनाएको काम मात्र भने मेडिकल गर्दा पनि 10,000 बनाउनु पिसाब फेरेर उठ्न सकेको छैन त्यस्तो प्रधानमन्त्री हुन्छ क्या गेट नम्बर 7 हो फाइनल लुक हामी चाहिँ आइयो केटोले पैसा हाल्ने रे अब होइन म चाहिँ ब्याग राख्छु उसले पैसा हाल्छ रेमिटेन्स यहीँनिर छ रेमिटेन्स होइन कति हाल्ने हो पैसा त्यहाँ पनि फेरि कति निकाल्छ केटोले फुत्ता निस्किन्छ त आजको रेट चाहिँ 39.12 रहेछ आजको रेट चाहिँ होइन कतारको खड्केले अब पैसा हाल्ने अब खड्केको फ्यामिली खुस हुन्छ यति हालिदिएपछि होइन फ्यामिली खुस हुँदैन त 2000 कतार रियल हालेपछि फ्यामिली खुस मनै खुस दिलै खुस फ्यामिली खुस आज धेरै भिड छ शुक्रबार होला भिड भएर त कुर्नै पर्ने हुन्छ टाइम छ हामीसँग नो प्रब्लम होइन यता हाल्दै रहेछ पैसा चाहिँ ज्याम पठाऊ है केटा
साथीले पैसा भइसक्यो निस्किनुपर्छ केही सपिङ गरेर फर्किनुपर्छ सक्यो पैसा पठायो केटाले अब चाहिँ निस्किनुपर्छ यता फेरि सपिङ गरेर अलि कहाँ राम्रो चुज गरेर बोल्नुपर्छ यो ठिक छ नि खड्का सट्टा लिएर हिँडिसक्यो अगाडि बढिसक्यो है अलि स्पिड हिँड्नु है भात त भर्खर खाएको थर्मस त नलिँदा पनि हुन्छ मसँग छ वेल गाइस यो चाहिँ ग्रान्ड मल है ग्रान्ड मल फर्स्टमा चामलमा जाउँ अलि उताबाट माथि जानुपर्छ हो यतैबाट जाँदा हुन्छ अझै त चामल चाहिँ यहाँ पाउने रहेछ है चामल मेनली त चामल किन्नु पर्यो होइन खानामा तीन रेलको भाइ मसला त धेरै खानु हुँदैन नि जन्डिस लाग्छ त फेरि यार हामी मसला लिइसक्यो अब चाहिँ तेल लिन ठाउँतिर जान्छ तेल चाहिँ यहाँ पाउँछ अगाडि होइन तेल पनि लास्टै महँगो रहेछ होइन 28 रियल्स यो यसले पुग्छ कति रेल लाग्छ यो 10 रियल्स एउटैमा के लाने सनफ्लावर लाने हो कि यो लाने चल्छ क्लास एयरपोर्ट लिइसक्यो वाउ माउन्टेन किवी यो चाहिँ मेरो घरतिर साह्रै फल्छ यार 9.75 400 रुपियाँ किलो झन्झनै पर्न जाँदो रहेछ नेपालको किवी होइन नेपालतिर पुरै लटरामा फलेर फ्याँकिरहेको हुन्छ अब आयो आलु मेन तरकारी आलु हो दाजु ठिक छ नि होइन हाम्रो दाजु हुनुहुन्छ उहाँ चाहिँ पहिला एउटै कम्पनीको दाइ हो आलु किन्नु आएको पाँचको 2 केजी उयो आउँछ है त दाजु चाहिँ पहिला हाम्रै कम्पनीमा हुनुहुन्थ्यो अहिले चाहिँ त ग्रान्ड मलमा चेन्ज गरेर लसुन खानु पऱ्यो रहेछ लसुन लाग्छ महँगो रहेछ 8.34 छैन खाँदा यहीबाट लिएर जाने हो 5 रुपियाँको जुन पनि राम्रै हुन्छ होला क्या ए 5.75 पर्छ त यार 5.50 हो 75 खोइ यो हो नि त 5.75 त सिमी हो क्या यो होइन यो कति हो त रेट हेरौँ न त्यहाँ छ होला त के रेट हो क्या किन रेटै नचालेको रेट सेट कहीँ टालेको छैन निस्किनुपर्छ लेट्स गेट ब्याक होम ससेज यो लाइन Get back to home. कहाँनिर हो म त बिर्सिसकेको यो साइडमै हुन्थ्यो त ससेज अनि अहिले त छैन त कहिले काहीँ मार्केटतिर पनि निस्किरहनु पर्ने रहेछ के कहाँ पाउँछ के थाहै नहुने होइन के सामान का यो होइन यो त होइन नि खोज्दै जाऊ अगाडि जाउँ न अगाडि पुग्छ क्या भेटिहाल्छ नि
त्यस्तो किन्छु होला त नि म त्यो हेर्दै बमिराउने खालको किन्ने अनुहारको हामी होइन हेर नि त मेरो भर लाग्दैन भन्दैछ यसले माकुरी विश्वासै गर्दैन आज अलिक छिटो त्यति साला 5-10 किलो तान्नु नसक्ने भाडा पसाउँछु फ्राई प्यान हो गाइस फ्राई प्यान चाहिँ धेरै राम्रो रहेछ फ्राई प्यानहरू त महँगो पर्छ यार किन्दाखेरि यस्तो यस्तो किनेर लैजा क्या यस्तो यो सेपको यसरी हल्लाउँदाखेरि हुन्छ नि यताबाट निस्केर जाउँ न हौ चिकन ससेज खोज्दा खोज्दा भाडा पसाउँदैन कति रियलको हो यो 63 रियल 20 रियलको यहाँ रहेछ है यसमा चाहिँ मासु पकाउँदाखेरि पनि 8-10 पकाउनु मिलेको होला राम्रो खाले मलाई ठिक तर प्राइस पनि फेरि राम्रो जस्तो रहेछ नि यही 259 भनेको त यो पछि म यो टेन्ट देख्न पाएँ टेन्ट है यो चाहिँ सोलो ट्रेकहरू सोलो टुरहरू गर्दा चाहिँ साह्रै काम लाग्छ त यो धेरै महँगो त होइन रहेछ क्युआर 1 उसमा रहेछ 119 बेस्ट डिलमा चाहिँ 25 रियलमा पाउँदो रहेछ धेरै राम्रो छ म घर जाँदा चाहिँ एउटा चाहिँ यो चाहिँ लिएरै जान्छु ल्यापटप चाहिँ यहाँ अलिक सस्तो रहेछ है 1000 को 1600 को हेयर ड्रायर मेसिन खोज्दैछ केटालाई घर पठाइदिनु पर्ने अरे अब हेयर ड्रायर मेसिन त सोलु खुम्बुको चिसो मौसममा कपाल धोएपछि होइन नुहाएपछि तातो हावाले हामीलाई छिटो सुक्छ होइन फ्यामिलीलाई त अलिकति केयर गर्नुपर्छ क्या है खड्के मेरो बुढी राम्रो किन्ने खड्केलाई दौरो मुड चलिरहेछ क्या सामान किन्दा लेडिज पेन्टी चाहिँ केलाई हेर्छ जाठो कि कोही छ त्यस्तो पेन्टी गिफ्ट दिनुपर्ने खालको केटीहरू छ कि क्या घर जाने बेला भयो भने ठ्याक्कै मेरो भान्जालाई स्पोर्ट्स जुत्ता हो मेरो भान्जालाई स्पोर्ट्स जुत्ता खतरा हुन्छ नि त कति वर्षको लाउँदा हुन्छ चल 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 कस्तो अस्ति मैले त्यो ल्यापटप हालेर पठाएर जस्तो किनेर पठा न लैजा न त्यो उसमा चाहिँ गाइस अब चाहिँ फर्किनुपर्छ रुमतिर सबै कुरा सपिङ गरियो होइन सपिङ निस्किनु कताबाट हुन्छ यही त्यो म सामान लिएर आइज म यता ब्याग निकाल्छु ल फर्कियो अब चाहिँ निस्किनु पर्छ गाइस यहाँ खुलिरहेको छ ल जाऊ ओके म लिन्छु म चाहिँ टली गुराउँछु अब हिँडिन अगाडि ल त कम्प्लिटली हामी चाहिँ फर्किसक्यो अब यही गाडी हो
Is it back home? सामान लोड हाल वेल गाइस गाडी छ मान्छे पुगिरहेको छैन 2 जना मात्र लिएर नजाने रे मान्छे त्यहाँबाट एकजना मान्छे खोजिरहेछ उसलाई पनि गाह्रो हुन्छ फ्राइडे हो आज निकै बिजी हुन्छ एकै साइड ग्रान्ड मलको 6 नम्बर गेट एरियामा छ हामी चाहिँ यहाँबाट 43 छ न यो राइट साइडमा छ हाम्रो कमेन्टेसन्स हामी चाहिँ त्यहाँ ब्याक हुँदैछौँ सो वेल गाइस मेरो भिडियो हेरेर कमेन्ट गर्नु होला हैन के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला के गर्दा हुन्छ कसो गर्दा हुन्छ हैन म पनि नयाँ हो हैन पहिले सपोर्ट गरिदिनु एभ्रीवन है तेरेको कस्तो मेरो बिर्छु भयो एकैछिन फर्कियो छोरो घर फर्कियो अब हैन ए सनाया 43 को जाने हो गाउन छतमा लिएर जान्छु गाइस मान्छे पुर्के भाइ मैले सर्ट ज्यान सिलिम थियो तर बगाउँथ्यो यता जरा प्यापे सिधा तपाईको घर कता हो हेटौडा तामाङ हो हजुर हेटौडा हातै निदाएर छ त्यो दिनदेखि जम निदाइरहेको छु मैले त्यो बल कहाँ अनि यार म त ग्रान्ड भिलेज भिल्ला त 1.5 वर्ष बसेर आएर 1.5 वर्षपछि भलिबल खेल्दा आएर टोयलेट बस्नै मुस्किल भइदिरहेको अहिले मान्छे 15-16 वर्ष भयो बल पनि नसुरु अनि कहाँबाट खड्के आज गफ हान्दैछ लास्ट बेलुका भएपछि अब उफ्रिनु गयो त्यो भलिबल खेल्ने जुत्ता लाउनु Hi guys, let's go to play volleyball. जाम खेल्नुपर्छ है भलिबल यहाँ अगाडि केटा हो भलिबल आइज केटा हो को छ भलिबल खेल्ने सनाया राइट साइड 43 को राउन्डबाट अगाडि भलिबलको ग्राउन्ड छ आइज केटा ब्ल्याङ्की ब्ल्याङ्क हान्नुपर्छ जाँदा